त भन्दा एजुकेसन रिभ्यू अफिस, त्यो हामी शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना भएको थियो भनेर भन्यो नि, त्यो 66 साल कार्तिकको 13 गते भएको थियो। इआरओ ल, इआरओ एजुकेसन रिभ्यू अफिस नासा टेस्ट गरेको कक्षा 8मा गणित, नेपाली र सामाजिक विषयमा पहिलोचोटि गरे हो। त्यो पहिलो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ है। पहिलो कुरा चाहिँ के हुन्छ, महत्त्वपूर्ण हुन्छ। हरेक चिज सुरुवाती महत्त्वपूर्ण, सुरुवाती फर्स्ट इज इम्पोर्टेन्ट। कि फर्स्ट इम्पोर्टेन्ट कि लास्ट इम्पोर्टेन्ट हो क्या, त्यो बिचका चाहिँ हराउँछन् साथीहरू। कि फर्स्ट इम्पोर्टेन्ट कि लास्ट इम्पोर्टेन्ट होइन। ल, अनि अहिले नासा टेस्ट कक्षा 5मा, 8मा, 10मा गरिन्छ है। त्यो पनि सोधेको छ। र नेपाल सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गर्यो। विद्यालयलाई शान्ति क्षेत्र घोषणा कहिले गरेको? विद्यालयलाई के गरेको? शान्ति क्षेत्र घोषणा गरेको। शान्ति क्षेत्र घोषणा, विद्यालयलाई शान्ति क्षेत्र घोषणा 2068 साल जेठको 2 महिना 11 गते। सजिलो छ। 68 साल जेठको 11 गते विद्यालय शान्ति क्षेत्र घोषणा। नेपाल सरकारको निर्णय, नेपाल सरकारको मन्त्री परिषदको निर्णयले के अरे, विद्यालय भनेको शान्ति क्षेत्र हो। विद्यालयमा के गर्न पाइँदैन, सरादु गर्न पाइँदैन होइन, राजनीति गर्न पाइँदैन, द्वन्द्व गर्न पाइँदैन, विभिन्न दुर्व्यवहारबाट पनि विद्यालय के हुनुपर्छ, वञ्चित हुनु, के अरे बाहिर हुनुपर्छ भन्ने कुरा चाहिँ गरेको छ। विद्यालय शान्ति क्षेत्र घोषणा चाहिँ 68 साल 2 महिना 11 गते। सोधेको क्वेसन है यो, विद्यालय शान्ति क्षेत्र घोषणा कहिले गरिया हो भनेर सोधेको छ। र एउटा कार्य ढाँचा पनि 68 सालमा 3 महिना 26 गते विद्यालय शान्ति क्षेत्र घोषणा गर्नेका लागि राष्ट्रिय फ्रेमवर्क पनि आएको थियो। त्यो फ्रेमवर्क आएको मिति हो साथीहरू, फ्रेमवर्क होइन, शिक्षा मन्त्रालयबाट विद्यालय शान्ति क्षेत्र राष्ट्रिय कार्य ढाँचा भन्ने पनि स्वीकृत भएको छ। त्यो पनि लेखिदिनु छ। अब त्यति धेरैसम्म जानु पर्दैन होला, यो सोधेको छ क्वेसन है, यो महत्त्वपूर्ण छ, इम्पोर्टेन्ट पनि छ यो। विद्यालय शान्ति क्षेत्र राष्ट्रिय कार्य ढाँचा भन्ने नेसनल फ्रेमवर्क आएको छ। त्यो फ्रेमवर्क चाहिँ घोषणा गरिसकेपछि आएको। 2068 साल 3 महिना असारको 26 गते आएको थियो। यो चाहिँ यो फ्रेमवर्क चाहिँ यसको 3टा उद्देश्य थियो, त्यतातिर नजाउँ अहिले, मात्र सम्झिनु। विद्यालय शान्ति क्षेत्र घोषणा चाहिँ जेठमा आएको रहेछ 11 गते। शान्ति क्षेत्र भनेपछि शान्तले बस्ने 68 सालमा। अब महिला र पुरुषको साक्षरता दरको कुराकानी गर्नुभयो तपाईँहरूलाई, यो त 68 सालको त कन्ठै छ नि, कि छैन? ठ्याक्कै उल्टो छ महिला र पुरुषको। त्यो भनेको पुरुषको 75.1 छ, महिलालाई 75.1 लाई उल्ट्याउने 57.4। महिला र पुरुषको यस्तो छ। 68 सालको 2068 सालको जनगणना अनुसार 75.1 पुरुष साक्षरता दर होइन। त्यसै गरी महिला साक्षरता दर 57.4 महिला साक्षरता दर। 68 सालको जनगणना अनुसार महिला साक्षरता दर, पुरुष साक्षरता दर 75.1, महिला साक्षरता दर 57.4। यो दुईटा कुरा सम्झिनु होला साथीहरूले। यो 68 सालको भनेको है, 78 त आउने बाँकी छ डन्टावरी। किन वरि हुनु पर्यो अहिले जिन्दगानीमा होइन। ल, उम् 69 साल, प्रत्येक वर्षका महत्त्वपूर्ण छ। अब त 69 सालमा के भयो भने सक्षमतामा आधारित पहिलो पाठ्यक्रम आयो। सक्षमतामा आधारित पहिलो पाठ्यक्रम आयो 69 सालमा। कति सक्षमतामा आधारित पहिलो पाठ्यक्रम? आधारभूत शिक्षा पाठ्यक्रम है। यो सक्षमतामा आधारित पहिलो पाठ्यक्रम चाहिँ के हो? आधारभूत शिक्षा पाठ्यक्रम 69 सालको आधारभूत शिक्षा पाठ्यक्रम। सक्षमतामा आधारित पहिलो पाठ्यक्रम के हो? आधारभूत शिक्षा पाठ्यक्रम 2069। यो कति कक्षादेखि कति कक्षासम्म थियो? कक्षा 6 देखि 8 सम्मको लागि थियो।
कक्षा 6-8 का लागि थियो आधारभूत शिक्षा पाठ्यक्रम जुन चाहिँ सक्षमतामा आधारित हो। कहिलेकाहीँ यो सक्षमता भनेको के हो भने सोधे हामीलाई कम्पिटेन्सी। सक्षमता भनेको के हो? ज्ञान, सिप, अभिवृत्ति होइन, केएसए भिएआर भन्छ क्या, मूल्य, भ्यालु र कार्य गर्ने तत्परता, क्षमता, सामर्थ्यलाई चाहिँ सक्षमता भन्छ। अहिले सोधेछ क्वेसन, सामर्थ्य के हो सक्षमता भनेर सोधेछ, केएसए भिएआर भनेर भन्छौँ हामीले, त्यही हो सक्षमता भनेको। 69 सालमा विद्यालय शिक्षामा सूचना प्रविधि सम्बन्धी निर्देशिका पनि आयो। 69 सालबाट यो गेस पेपर निकाल्ने प्रणाली हुन्छ नि, त्यो गेस पेपर छाप्न प्रतिबन्ध लगाएको पनि 69 सालबाट हो। गेस पेपर छाप्न चाहिँ प्रतिबन्ध लगाएको होइन, गेस पेपर छाप्न पाइँदैन, प्रतिबन्ध लगाइयो। यासीमा चाहिँ एसएलसीमा गेस पेपर छाप्ने प्रचलन थियो, त्यो गेस पेपर छाप्न पाइँदैन, अरू नाम गरेर निकाल्छन् अहिले। त्यसपछि अर्को शिक्षा मन्त्रालय केशर महल थियो, त्यसलाई चाहिँ सिंहदरबार सारेको। शिक्षा मन्त्रालयलाई चाहिँ केशर महल भनेको त्यो केशर पुस्तकालयनिर छ, केशर महलबाट यो अस्ति जेनजी आन्दोलनमा केशर महलै सरेको थियो, फेरि केशर महलबाट सिंहदरबारमा सारिएको, सिंहदरबारमा सारिएको होइन। शिक्षा मन्त्रालयलाई कहाँबाट कहाँ सारेर छ? केशर महलबाट सिंहदरबार सारिएको पनि 69 सालमा हो जिन्दगानीमा भनेर सम्झिन पर्यो। जम्मा साक्षरता दर 76.2% 69 सालको। र 69 सालमा मैले दुईचोटि साक्षरता अभियान भनेको थिएँ, एकचोटि 65 सालमा, एकचोटि 69 सालमा। नेपाल साक्षर नेपाल अभियान भनेर साक्षरता अभियानको सुरुवात पनि 69 सालमा पनि भयो। लेख्नु, साक्षर नेपाल अभियान 2069। साक्षर नेपाल अभियान, के नेपाल अभियान? साक्षर नेपाल अभियान 2069। साक्षर नेपाल अभियान 2069। दुई पटक नेपालमा साक्षरता अभियान सञ्चालन भएको हो। त्यसमध्ये एउटा 65 सालमा, एउटा 69 सालमा। 69 साल नासा टेस्ट कति कक्षामा हुन्छ भन्ने छ? अहिले 5 कक्षा, 8 कक्षा, 10 कक्षामा हुन्छ नासा टेस्ट। कुरो बुझ्नु भएन? कुरो बुझ्नु भएन? 45 सालबाट चाहिँ जिल्लामा सुरुवात हो, तर राष्ट्रिय स्तरमा सुरुवात गरेर चाहिँ 65 सालमा। अब 70 साल, अब बटङटङ भ्याउनुपर्छ 83 सम्म। आज भाइएन भने त लाजै हुन्छ क्या, लाजै, हामीलाई लाजै हुन्छ। 2070 साल, 70 सालमा के भयो जिन्दगानीमा भन्दाखेरि 70 सालमा यो सक्षमतामा आधारित पहिलो पाठ्यक्रम लागू भयो। सक्षमतामा आधारित पहिलो पाठ्यक्रम लागू भयो। सक्षमतामा आधारित पाठ्यक्रम कक्षा 6 मा लागू भयो। पाठ्यक्रम कक्षा 6 मा लागू भयो। यसरी लागू भएको छ। र क्यास कन्टिन्युअस एसेसमेन्ट सिस्टम पनि कक्षा 6 मा लागू। क्यास कक्षा 6 मा लागू भयो। कक्षा 6 मा क्यास सिस्टम लागू भयो। क्यास सिस्टम यो 70 सालमा यस्तो छ। कक्षा 6 मा 2070 हो, 2071 सालमा 7 मा हो, 7 2071 सालमा होइन, यसरी लागू भएको छ क्या। कक्षा 6, 7, 8 भनेर यसरी लागू भएको छ। यो कुरा पनि साथीहरूले जान्नुपर्छ। यो एसएसआरपीले के भनेको थियो भने विद्यालय शिक्षामा पनि प्राविधिक धार सञ्चालन गर्नुपर्छ भनेको थियो। प्राविधिक धार के गर्नुपर्छ? सञ्चालन गर्नुपर्छ भनेको थियो। त्यसैले 2070 सालमा 2070 के भयो भने 79वटा सामुदायिक विद्यालयमा, त्यति बेला नमुना विद्यालयहरूबाट सुरुवात भएको थियो। 79वटा सामुदायिक विद्यालयमा प्राविधिक धारको सुरुवात
सामुदायिक विद्यालयमा कक्षा 9 बाट सुरु हुन्छ है प्राविधिक धार भन्ने। सामुदायिक विद्यालयमा कक्षा 9 मा प्राविधिक धार। यो प्राविधिक भने के हो साथी? के हो प्राविधिक धार भने? के हो यो प्राविधिक धार भने? कसलाई थाहा छ प्राविधिक धार भने के हो? यो एसएसआरपीले भनेर, एसएसआरपीले भनेको, एसएसआरपीले सिफारिस गरे अनुसार, एसएसआरपीले सिफारिस गरे अनुसार प्राविधिक धारको सुरुवात भयो अरे। के हो यो प्राविधिक धार भनेको? प्राविधिक भएर भनेको सिभिल, इलेक्ट्रिकल, कम्प्युटर भनेको, त्यस्तोलाई प्राविधिक धार भन्छ। बाली विज्ञान, पशु विज्ञान, त्यसलाई प्राविधिक धार भन्छ। यो विज्ञान दिवस पनि मनाउन सुरुवात गर्यो। विज्ञान दिवस कहिले मनाइन्छ? विज्ञान दिवस कहिले मनाइन्छ? 2070 साल 6 को महिना 1 गते विज्ञान दिवस मनाइन्छ। विज्ञान दिवस हेर्नु, 6 को महिना 1 गते विज्ञान दिवस मनाइन्छ। र चैतमा फेरि अर्को यानी जिआरपी, इजिआरपी कार्यक्रम भन्छ हामीले। इजिआरपी कार्यक्रम स्वीकृत, इजिआरपी कार्यक्रम, यो इजिआरपी कार्यक्रम पनि स्वीकृत भएको डेट। अब यसमा 2070 साल चैतेमा हो यो इजिआरपी भन्ने। यो इजिआरपी भन्ने थाहा छ साथीहरूलाई? अझै यानी जिआरपी भन्छ, यानी जिआरपी भन्छ। यो यानी जिआरपी के हो? यो यानी जिआरपी भनेको नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम भनेको। यानी जिआरपी भनेको के भनेको? नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम। साना साना बालबालिकाहरू केमा कमजोरी छन् भन्दा पढाइमा कमजोर छन्। बच्चाहरूले लेख्न सक्छन्, पढ्न जान्दैनन् हो। त्यसका लागि यानी जिआरपी भन्ने प्रोग्राम सुरुवात भएको। नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम भन्छ। राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम भन्ने सुरुवात भएको थियो। स्वीकृत कार्यक्रम स्वीकृत भएको चैतको 5 गते 2070 साल चैतको 5 गते यानी जिआरपी भन्ने प्रोग्राम सुरुवात भयो। साउन्ड नै कम सुनेको छ है, फुल गराउँदा पनि भन्नु हो। साउन्ड, मेरो साउन्ड आएको छैन? इजिआरपी राष्ट्रिय रूपमा भएको र नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम भन्छ। मेरो आवाज आएको छैन? ल, क्यास भनेको के हो? क्यास भनेको कन्टिन्युअस एसेसमेन्ट सिस्टम, निरन्तर मूल्याङ्कन प्रणाली भनेको। कन्टिन्युअस एसेसमेन्ट सिस्टम, एसेसमेन्ट सिस्टम क्यास। क्यास क्यास भनेको यो कन्टिन्युअस एसेसमेन्ट सिस्टम, जसलाई हामी के भन्छौँ? क्यास भन्छौँ। क्यास, सिएएस क्यास भनेको यही हो। क्यास भनेको कन्टिन्युअस एसेसमेन्ट सिस्टम क्यास। भयो। यानी जिआरपी भनेको नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम। यो अब यसको बारेमा भन्नु पर्दैन। नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम, नेसनल अर्ली ग्रेड रिडिङ प्रोग्राम। अब राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम भन्छ, त्यतातिर जानु पर्दैन। तैपनि यानी जिआरपी कार्यक्रम कहिले स्वीकृत भयो भन्दा 70 सालमा स्वीकृत भयो। 70 बाट पढ्न सुरु गरेछन् भनेर सम्झिनु। यो 79 वटा विद्यालयमा प्राविधिक धारको सुरुवात भएको। यो कसले भनेर? एसएसआरपीले भनेर। 66 सालदेखि 72 सालसम्म गरिसक्ने भनेको थियो, 70 सालबाट सुरुवात भयो। 100 वटा विद्यालयमा गर्ने भनेको थियो, तर 79 वटामा मात्रै भयो। यसरी सम्झिने। क्यास कन्टिन्युअस एसेसमेन्ट सिस्टम कक्षा 6 मा लागू भयो 70 सालमा, 71 सालमा 7 मा लागू भयो, अनि क्यास त सकियो। अनि जो सक्षमतामा आधारित नयाँ पाठ्यक्रम चाहिँ 8 कक्षामा 72 सालमा लागेको थियो। ल, 71 सालमा जम्मा भयो। यसलाई सक्नुपर्छ, अझै बाँकी छ है। 2071 साल, 71 सालमा के भयो भने नेपालमा साक्षर जिल्ला घोषणा गर्ने प्रोग्राम सुरुवात भयो। निरक्षरता उन्मूलन वर्ष भनेर साक्षर जिल्ला घोषणा सुरुवात गरेको थियो 71 सालमा। साक्षर जिल्ला घोषणा म जन्मिएको जिल्लाबाट सुरुवात गरेको। साक्षर जिल्ला घोषणा गर्न सुरुवात चाहिँ 2071 साल
असारको महिना झरी परेको दिन 71 साल 3 को महिना 2 गते सिन्धुपाल्चोक जिल्लाबाट हैन सिन्धुपाल्चोक जिल्लाबाट सुरुवात गरेको सिन्धुपाल्चोक जिल्ला पहिलो साक्षर जिल्ला हो भने फेरि पूर्ण साक्षर जिल्ला भनेर ललितपुरलाई चाहिँ पूर्ण साक्षर जिल्ला भनेर भनिन्छ ललितपुर चाहिँ 2071 साल 3 को महिना 9 गते साक्षर जिल्ला घोषणा भएको हो ललितपुर चाहिँ यो चाहिँ 2 गते भएको हो असारको 1 गते त किन गर्नु जिन्दगानीमा 2 गते गरौँ भनेर सुरुवात भएको रहेछ कुरो बुझ्नु नि त्यसै गरी प्राविधिक धारतर्फ एसएलसी दिए नि त होइन 70 सालबाट 9 कक्षा सुरु भयो त्यसको 10 कक्षामा एसएलसी दिए विद्यार्थीहरूले प्राविधिक धारतर्फको एसएलसीमा त्यति बेला त एसएलसी 70 सालबाट 79वटा विद्यालय मात्रै सुरुवात गरेको है 79वटा विद्यालय मात्रै सुरुवात गरेको थियो कुरो बुझ्नु नि 6वटा ग्रेडको व्यवस्था थियो 71 सालमा राष्ट्रिय पाठ्यक्रम प्रारूपको पहिलो परिमार्जन भयो स्थानीय पाठ्यक्रम प्रारूप पनि आयो नेपालमा स्थानीय पाठ्यक्रम प्रारूप 71 साल धेरै सोधिरहेको क्वेसन हो स्थानीय पाठ्यक्रम प्रारूप भनेर स्थानीय पाठ्यक्रम प्रारूप 2071 एकै दिनमा भएको 2071 साल 3 को महिना 30 गते कति कायदा यो एउटै डेट आइदिए त कति मजा हुन्थ्यो होइन डेटै डेट आउँछ तै पनि सम्झिनु पर्यो हामीले स्थानीय पाठ्यक्रम प्रारूप र राष्ट्रिय पाठ्यक्रम प्रारूप पहिलो राष्ट्रिय पाठ्यक्रम प्रारूप भनिन्छ 63 सालको लागि पहिलो राष्ट्रिय पाठ्यक्रम प्रारूप त्यही हो साथीहरू है सम्झिनु होला केही गाह्रो छैन यसमा सिन्धुपाल्चोक जिल्ला क्या सिन्धुपाल्चोक जिल्ला असारको 1 गते गरेनछन् 2 गते गरेछन् भन्नु न के छ र गाह्रो नि 63 साल 10 को महिना 25 गते आएको थियो होइन कुन हो सर भन्नु के को कुन हो भनेको 71-72 देखि त त्यो हाम्रो चाहिँ यानि जिआरपी प्रोग्राम पनि सुरुवात भएको छ राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जन भनेको काटछाँट गरेको थपथाप गरेको भनेको सिन्धुपाल्चोक जिल्लालाई चाहिँ सर्वप्रथम साक्षर जिल्ला घोषणा गरेको 71 साल असारको 1 गते नै किन गर्ने 1 गते त सङ्क्रान्ति खान परिहाल्यो 2 गते गरेछन् भनेर भन्नुहोस् लेख्नु खुरखुरु कहाँ मोबाइल चलाएको मोबाइल थपक्क राख्ने अनि खुरखुरु लेख्ने ध्यान कता छ साथीहरू ललितपुर चाहिँ यो चाहिँ ललितपुर चाहिँ पूर्ण साक्षर जिल्ला पहिलो साक्षर जिल्ला भन्यो भने सिन्धुपाल्चोक ललितपुर चाहिँ पूर्ण साक्षर जिल्ला यसलाई पूर्ण साक्षर जिल्ला भन्ने यसलाई पूर्ण साक्षर जिल्ला भन्ने हैन अनि यसलाई साक्षर जिल्ला भन्ने साक्षर जिल्ला र पूर्ण साक्षर जिल्ला ल साक्षर जिल्ला सिन्धुपाल्चोक सिपा हैन अनि पूर्ण साक्षर जिल्ला ललितपुर ललिपप खाएर पूर्ण साक्षर जिल्ला सिन्धु र पाल्चोक साक्षर जिल्ला धेरै कुराहरू सिन्धुपाल्चोकबाट सुरुवात पाछ टेन्सनमा छु रे के न टेन्सन भयो साथीलाई यता टेन्सन भयो अरे पूर्ण साक्षर र साक्षरमा के फरक छ भने साक्षर भनेको चाहिँ 95% भन्दा बढी मान्छेहरू साक्षर भयो भने त्यसलाई साक्षर जिल्ला घोषणा गर्न मिल्छ त्यसलाई साक्षर जिल्ला भनिन्छ अब 100% भयो भने त्यसलाई पूर्ण साक्षर भन्छ साक्षर जिल्ला कसरी हुन्छ यहाँ लेखिदिन्छु म टेन्सन लेने का नहीं है साथीहरू टेन्सन देने का है त्यसैले टेन्सन मान्ने होइन साक्षर जिल्ला कसरी हुन्छ लेख्नु साक्षर जिल्ला कसरी हुन्छ साक्षर जिल्ला कसरी हुन्छ भने 15 देखि 60 वर्ष उमेरका 15 देखि 60 वर्ष उमेरका त्योभन्दा माथितिरको नि 15 वर्षभन्दा कमकोलाई नि हेरिँदैन 15 देखि 60 वर्ष उमेरका 95% भन्दा बढी मानिसहरू साक्षर भयो भने मानिसहरू के भयो भने साक्षर भयो भने साक्षरका पनि विभिन्न मापदण्ड छन् साक्षर भए भने
त्यस्तालाई चाहिँ साक्षर जिल्ला घोषणा गर्न मिल्छ, साक्षर पालिका घोषणा मिल्छ गर्नु छ, साक्षर घोषणा गर्न मिल्छ, साक्षर जिल्ला, साक्षर पालिका, साक्षर देश पुरै होइन, साक्षर डट 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 घोषणा गर्न मिल्छ। जिल्लाभरिका मान्छे यति व्यक्तिहरूमा चाहिँ के छ भनेर हेर्ने हो। अब सबै मान्छेले चाहिँ हेरिँदैन, यति मात्रै हेरिन्छ अनि साक्षर जिल्ला भनिन्छ। नत्र भने भर्खरै घर मेरो छोरी भर्खर जन्मेको छोरीले चाहिँ उसलाई पढ्न लेख्न आउँदैन भन्दैमा अब साक्षर चाहिँ भएन भन्न मिल्छ त? मिल्दैन। त्यो 15 वर्षदेखि 60 वर्ष बिचकोलाई हेरिन्छ। अब 60 वर्ष गटेका 70 वर्ष गटेकालाई हेरिँदैन फेरि। कोही त ल्याप्चे छाप पनि होला नि त होइन, त्यस्तालाई हेरिँदैन। साइन गर्न नआउने हुन्छ नि, साइन गर्न आउने अब 70 वर्षको मान्छेलाई साइन गर्न आएन, ल साक्षर जिल्ला घोषणा गराएर छ भन्नु मिल्यो त? मिलेन। परदेशमा पनि त्यसै गरी हो है त। ल भात पाक्यो अरे, भात पाके खाने होइन, पाक्या भात कसले छोड्छ? पाक्या भात छोड्नु हुँदैन साथीहरू, खाइहाल्ने, गम गम खाने हो। ल अब 2072 साल, 72 सालमा भूकम्प गयो होइन। शिक्षक सक्षमताको प्रारूप पनि 2072 हामीले पढेकै हो अस्ति भर्खर। शिक्षक सक्षमताको प्रारूप 2072 एउटा हो, शिक्षक सक्षमताको प्रारूप 2072। यो सजिलो छ, 2072 साल 12/3 1 2 3 सम्झँदाखेरि 1 2 3 भनेर सम्झिन्छौँ। यही दिनमा अर्को काम पनि भयो अरे नि। के भयो अरे? 72 सालमा के भयो अरे भन्न सक्नुहुन्छ? 72 सालमा के भयो? के हुनु नि? 72 सालमा शिक्षक पेसागत विकास प्रारूप पनि यही दिनमा आएको। शिक्षक पेसागत विकास प्रारूप पनि यही दिनमा आएको हो नि। शिक्षक पेसागत विकास प्रारूप पनि प्रारूप 2072 पनि यही दिनमा आएको। यही दिन भने कुन दिन? 72 साल 1 2 3। 72 साल 1 2 3 मा चाहिँ शिक्षक पेसागत विकास प्रारूप पनि आएको। 72 सालमा उच्च शिक्षा नीति पनि आएको थियो। उच्च शिक्षा नीति पनि 2072 सालमै आएको, तर हाल खारेज भयो है। यो हाल खारेज भयो। उच्च शिक्षा नीति पनि खारेज भयो। देशैभरि लेटर ग्रेडिङ लागू भएको यही वर्ष हो। देशैभरको एसएलसीमा, देशैभरि एसएलसीमा चाहिँ लेटर ग्रेडिङको लागू भएको पनि, लेटर ग्रेडिङ लागू भएको मिति पनि 72 साल हो। यसको निर्णय मिति एउटा कार्यविधि आएको थियो, त्यो चाहिँ 2072 साल 8 महिना 23 गते, अघि 24 गते, यो 23 गते। 71 सालमा 24 गते, यो 23 गते। 8 महिना 8 महिना त्यस्तो छ। 72 सालमा के भयो अरू? भूकम्प आयो। भूकम्प आयो जिन्दगानीमा, शिक्षा नीति जारी भयो, तर खारेज भयो अहिले 72। अहिले राष्ट्रिय शिक्षा नीतिले खारेज गरेको। कसले खारेज गरेको? राष्ट्रिय शिक्षा नीतिले 76 सालमा खारेज गरे हो। यो कुरो बुझ्नुहोस् है, 76 सालमा राष्ट्रिय शिक्षा नीति खारेज भयो। भूकम्प आएको कुरा त लेख्नु पर्दैन होला साथीहरू, भूकम्प आएको कुरा लेख्नु पर्दैन होला। एउटा कुरा चाहिँ 72 सालमा त्यो चाहिँ भूकम्प प्रभावित 72-73 हुन चाहिँ भूकम्प प्रभावित 11 जिल्लामा चाहिँ भर्चुअल क्लासको सुरुवात भएको थियो। सुरु भएको त 72-73 होइन, 73बाट सुरुवात भएको हो। त्यसै त्यो लेखिरहनु। भर्चुअल क्लास भनेको काठमाडौँमा पढाउने, उता चाहिँ भूकम्प गएका जिल्लाहरूका विद्यार्थीहरूले चाहिँ हेर्न पाउने, अनलाइनका माध्यमबाट हेर्न पाउने, त्यसलाई चाहिँ भर्चुअल क्लास भनेर भन्छ। संविधान जारी भएको वर्ष पनि 72 साल। त्यो त भुल्नु भएन नि साथीहरू, भुल्नु भयो र? भएन। नेपालको संविधान, नेपालको संविधान पनि जारी भयो 2072 साल 6 महिना 3 गते। ल
अब 73 सालको कुराकानीमा जाउँ हामी। सक्नुपर्छ आज भन्ने हाम्रो मान्यता छ जिन्दगानीमा है। अहिले हामी पनि भर्चुअल क्लासमा छौँ। अहिले अहिले जे भइरहेछ त्यस्तै क्लास त हो नि भर्चुअल भनेको। अहिले जे भइरहेछ त्यस्तै क्लास हो भर्चुअल क्लास जिन्दगानीमा होइन। ल सकौँ है सकौँ। जाउँ अगाडि जाउँ। 73 साल 2073 साल 10 वर्षको नि इतिहास नभए कहिले भ्याउनु। 2073 सालमा के भयो भने एउटा एसएसडिपी भन्ने प्रोग्राम आयो। एसएसडिपी भन्ने प्रोग्राम 2073 सालबाट 2080सम्मका लागि एउटा एसएसडिपी भन्ने थियो। एसएसआरपीको भाइ हो यो। यसलाई भन्छन् विद्यालय क्षेत्र विकास योजना। यसलाई के भन्छन्? विद्यालय क्षेत्र विकास योजना भन्छन्। विद्यालय क्षेत्र विकास योजना यो एसएसडिपी भन्ने प्रोग्राम स्वीकृत भएको डेट हो। एसएसडिपी कहिले स्वीकृत भयो भने 2073 साल 7 महिना 8 गते। कस्तो कायदा। एसएसआरपी चाहिँ एसएसआरपीसँग कम्पेयर गरेर बुझ्ने यसलाई। एसएसआरपी 66 साल 5 महिना 4 गते। यहाँ 4 5 6 भनेर सम्झिनुहुन्छ। यहाँ 4 यहाँ 5 यहाँ 6 4 5 6 यहाँ 7 यहाँ 8 कार्तिकको 8 गते स्वीकृत भएको एसएसडिपी होइन। अब 2073बाट चाहिँ भूकम्प गएपछि यो एसआइपी भन्ने छ स्कुल सुधार योजना, स्कुल इम्प्रुभमेन्ट प्लान। एसआइपीमा विपद व्यवस्थापनका पक्ष समावेश गरेको। विपद व्यवस्थापन समावेश गरेको। विपद व्यवस्थापनका पक्ष समावेश गरेको कहिले हो त जिन्दगानीमा? 73 सालबाट। 73 सालबाट। अर्को काम भयो 73 सालमा शिक्षा ऐनको 8औं संशोधन भयो। शिक्षा ऐनको 8औं संशोधन। शिक्षा ऐन 2028 को 8औं संशोधन पनि भयो। शिक्षा ऐनको 8औं संशोधन के भयो त भन्दाखेरि यो भएको चाहिँ दहीचुरा खाने दिनमा हो। 2073 साल 3 महिना 15 गते दहीचुरा खाने दिनमा। यसैले विद्यालय शिक्षाको संरचना 8+4 बनाएको अनि त्यसपछि राष्ट्रिय परीक्षा बोर्डको स्थापना भएको यसै दिनबाट हो। राष्ट्रिय परीक्षा बोर्डको स्थापना यही मिति। राष्ट्रिय परीक्षा बोर्ड स्थापना। राष्ट्रिय परीक्षा बोर्डको स्थापना भएको मिति यही हो। 2073 साल 3 महिना 15 गते यही डेट। किनभने शिक्षा ऐनको संशोधन भयो नि त। पाठ्यपुस्तक वितरण दिवस भन्नुहोस्। पाठ्यपुस्तक वितरण दिवस वैशाखको 5 गते। वैशाखको 5 गतेलाई पाठ्यक्रम के अरे पाठ्यपुस्तक वितरण दिवस भनेर मानिन्छ। अब त्रिनेकापु पोलु क्रिमसु खुरा भन्ने चाहिँ खुल्ला विश्वविद्यालयको स्थापना पनि यही दिनमा भएको हो। ल निशुल्क पाठ्यपुस्तक वितरण दिवस। निशुल्क पाठ्यपुस्तक वितरण दिवस वैशाखको 5 गते विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्ने भन्छ। निशुल्क पाठ्यपुस्तक वितरण दिवस चाहिँ 2073 साल वैशाखको 5 गते। जहिले पनि वैशाखको 5 गते विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्ने हो। त्यही भएर निशुल्क पाठ्यपुस्तक वितरण दिवस मनाउन थालेको 73 सालबाट जहिले पनि वैशाखको 5 गते। वैशाखबाट शैक्षिक सत्र सुरु हुन्छ। वैशाख 5 गते चाहिँ विद्यार्थीलाई पाठ्यपुस्तक बाँड्ने, 6-7 गतेबाट पढाउन थाल्ने है। त्रिनेकापु पोलु क्रिमसु खुरा भनेपछि चाहिँ खुल्ला विश्वविद्यालयको स्थापना भयो। खुल्ला विश्वविद्यालयको ऐन आयो। खुल्ला विश्वविद्यालय ऐन ऊ जमानादेखि खुल्ला विश्वविद्यालय स्थापना गर्ने 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 भन्दा 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 कति भन्नु भन्दा 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 यो ऐन आयो 2073 सालमा गएर बल्ल 3 महिना 30 गते। एसएलसीलाई एसई बनाएको पनि यही बेला हो।
एसएलसीलाई यासी बनाएको त्यही उही वर्षबाट, यही 73 साल 3/15बाट। अर्को समावेशी शिक्षा नीति भन्ने नि आएको थियो 73 सालमा। समावेशी शिक्षा नीति अहिले हाल खारेज भएका नीति थिए नि 5वटा नीति। समावेशी शिक्षा नीति भन्ने पनि 2073 सालमै आएको, 73 साल 9 महिना 26 गते। तर अहिले खारेज भयो यो, हाल खारेज। कसले खारेज गरेको तपाईँहरूलाई कन्ठै छ होइन? कसले खारेज गरेको? राष्ट्रिय शिक्षा नीतिले खारेज गरेको। राष्ट्रिय शिक्षा नीति 2076ले खारेज गरेको। यासी 73 सालबाट भयो चाहिँ 73 3/15ले भनेको, अनि त्यसपछि 74बाट त यासी भयो। के कुरो बुझ्नु भएन र? होम सर कता हुनुहुन्छ भन्ने छ? होम सर अब घरमा हुनुहुन्छ होला यतिखेर, होइन? त्यही त होला। 73 12 27 भन्नु हो। 73 12 27 होइन, 74 12 27। के को 73 12 27 भन्नु? त्यो अक्षराङ्क लेटर ग्रेडिङको दोस्रो संशोधन भएको। होम सर होममै हुनुहुन्छ होइन? होम सर कहाँ हुनुहुन्छ? होममै हुनुहुन्छ। ठुलो साउन्ड बनाउन भन्दिनँ भन्नु अब यहाँभन्दा ठुलो त कति बनाउने र जिन्दगानीमा। ल साइडमा बस्दिएँ, ल साइडमा हट्टे, साइडमा भन्ने साथीहरूले बनाउनुहुन्छ नि। साइडमै छु त म त। नेट स्लो भयो भने साउन्ड सानो आउँछ भन्नुभएको छ। हो, त्यस्तै हुन्छ होला, होइन? नेट स्लो भएपछि त्यस्तो हुन्छ। ए ल ठिक छ। ल 73 साल सक्यो। वैशाख 5 गते निशुल्क पाठ्य पुस्तक वितरण गर्न थालेको क्या 73 सालबाट। ल भएन। 74 सालमा जाउँ। ल 74 राजर्षि जनक विश्वविद्यालय 74 12 27। यो शिक्षा विकास तथा समन्वय इकाइ पहिला जिल्ला शिक्षा कार्यालय थियो नि। जिल्ला शिक्षा कार्यालयलाई कसलाई? जिल्ला शिक्षा कार्यालयलाई शिक्षा विकास तथा समन्वय इकाइ बनाइएको पनि यही बेला हो। शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास तथा के इकाइ? समन्वय इकाइ, समन्वय इकाइ बनाइएको 12 27 कुरा गरेर बनाएको कहिले? 74 12 27मा। त्रिने कापु पोलु क्रिमसु खुरा राजर्षि जनक विश्वविद्यालय जनकपुर। राजर्षि जनक विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय स्थापना भयो 2074 साल 7 महिना 12 गते। राष्ट्रपतिबाट यो ऐन आएको थियो। राजर्षि जनक विश्वविद्यालय है। त्रिने कापु पोलु क्रिमसु खुरा भनेर पढ्नु भएको छ नि त। त्यही भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएको डेट हो यो, त्यही भएर ऐन भन्छ। त्यसपछि अर्को शिक्षा ऐनको संशोधन पनि भयो। शिक्षा ऐन 2028 को कतिौँ संशोधन हो? 8औँ 9औँ संशोधन। 9औँ संशोधन भयो 2074 76। 2074 76 7 महिना 6 गते। अस्थायी शिक्षकको व्यवस्थापन भएको मिति हो यो। अस्थायी शिक्षकहरूले आन्तरिक भिडेर पास भयो नि,
हो त्यो अस्थायी शिक्षक व्यवस्थापन भएको डेट हो। अस्थायी शिक्षक व्यवस्थापन भएको डेट हो यो शिक्षा ऐनको 9औं संशोधन भएको। शिक्षा ऐनको 9औं संशोधन है यो। ख्याल गर्नु साथीहरू, अस्थायी शिक्षक व्यवस्थापन गरेको मुख्य काम गरेको यो हो क्या। अस्थायी शिक्षाको व्यवस्थापन गरेको मिति हो। 74/12(1) को कुरा पनि गर्नुभएको छ साथीहरूले होइन। त्यो 74/12(1) भनेको चाहिँ शिक्षा मन्त्रालयको पुनर्स्थापनाको कुराकानी गरे हो त्यहाँ होइन, नाम परिवर्तन भएको। त्योभन्दा महत्त्वपूर्ण एउटा कुरो स्थानीय सरकार सञ्चालन ऐन छ नि। स्थानीय सरकार सञ्चालन ऐन, स्थानीय सरकार सञ्चालन ऐन बरु महत्त्वपूर्ण छ नि। स्थानीय सरकार सञ्चालन ऐन कहिले आयो? 2074 साल 6 महिना 29 गते। 6/29। स्थानीय सरकार सञ्चालन ऐन 2074 असोजको 29 गते आयो। यसले आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी 23वटा अधिकार, यसले के भन्यो? स्थानीय सरकारका के सम्बन्धी? आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी 23वटा अधिकार व्याख्या गरेको छ। आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी कतिवटा अधिकार? 23वटा अधिकार। आधारभूत र माध्यमिक शिक्षाका 23वटा अधिकार, 23 अधिकार छ। प्रासा प्रामा गागा बिबी साबी साबी सा बिनी ट्युसन पढ्ने मासा सिया भनेर सम्झिन्छौँ हामीले। 23 अधिकार के गरेको छ? तोकेको छ। स्थानीय तहको 23वटा अधिकार कसले तोकेको? यसैले तोकेको। आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी 23 अधिकार कसले तोकेको? यही स्थानीय सरकार सञ्चालन ऐनले तोकेको। यो तपाईँलाई कन्ठे छ। आमालाई 23वटा जिम्मा लगाएको भन्नु न। आमालाई के लगाएको? 23वटा कामको अधिकार लगाएको। गाउँपालिका नगरपालिका भनेको, स्थानीय सरकार भनेको गाउँपालिका नगरपालिका जे भने पनि भयो। है त्यो 22वटा अधिकार चाहिँ संविधानमा छ, 23वटा अधिकार चाहिँ स्थानीय सरकार सञ्चालन ऐनमा छ भन्न सम्झिनु न। राजर्षि जनकको विश्वविद्यालयको कुन मिति सही हो सर भन्नुहोस्। यो ऐन आएको मिति हो। राजर्षि जनक विश्वविद्यालयको ऐन आएको मिति चाहिँ 74/7/12 हो। वास्तविक स्थापना चाहिँ 74/12/16 भएको हो। स्थापना चाहिँ 74/12/16 हो। स्थापना चाहिँ यो राजर्षि जनक विश्वविद्यालयको स्थापना चाहिँ 2074 12 महिना 16 गते। यो स्थापना चाहिँ यो हो। तर ऐन आएको डेट हो क्या यो। राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको चाहिँ 74/7/12 संविधानकामा चाहिँ स्थानीय सरकारका 22वटा अधिकार छ। त्यसमध्ये आधारभूत र माध्यमिक शिक्षा पनि छ। र स्थानीय सरकार सञ्चालन ऐनमा चाहिँ आधारभूत र माध्यमिकभित्र 23वटा छ। त्यसरी सम्झिनुपर्छ। यो 74 सालको कुराकानी। अब 75 सालमा के भयो जिन्दगानीमा? धेरै काम भएको छ 75 सालमा साथीहरू। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन आएको 75 सालमा। त्यसपछि बालबालिका सम्बन्धी ऐन आएको पनि 75 सालमा हो कि होइन। अर्को चाहिँ एकीकृत पाठ्यक्रमको कुरा पनि 75 सालमा। त्यो सिआचाडी बनेको पनि 75 सालमा। अरू के छ ल भन्नुहोस्। हो त्यो 9औं संशोधनले गोल्डन ह्यान्डसेकको व्यवस्था गरेको हो। यस। अर्को के 75 सालमा भएको व्यवस्था ल भन्नु त, गटङटङ पार्नु त। थुप्रो भएको छ, ल लेख्नुहोस् अब 75 साल। अब सकिन लाग्यो। 75 भने त अस्ति भर्खरै त हो नि। ल 75 साल अब त आउन लागिसक्यो। ल 75 एउटा 75 2 महिना 6 गते जेठैमा के भयो थाहा छ? 75 साल 2 महिना 6 गते 3वटा कारले मर्ज भएर के भएर मर्ज भएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बन्यो। अहिले फेरि शिक्षा विभाग भयो, शिक्षा तथा मानव स्रोत विकास केन्द्र।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनेको। तीनटा कार्यालय मर्ज भएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनेको। त्यो तीनटा कार्यालय के हो भन्नु त? तीनटा कार्यालय मर्ज भएको कुन कुन कार्यालय हो? सिआचाडी भनेको यही हो, सिआचाडी। के हो तीनटा कार्यालय? पहिलाको शिक्षा विभाग, अहिले शिक्षा विभाग नै भयो। शिक्षा विभाग, अर्को कुन? शैक्षिक जनशक्ति विकास केन्द्र। हाल चाहिँ यही शिक्षा विभाग नै भयो अहिले, होइन? शैक्षिक जनशक्ति विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र। अर्को चाहिँ शैजविके शिक्षा विभाग अनि अनौपचारिक शिक्षा केन्द्र। तीनटा कार्यालय मर्ज भएर एउटै कार्यालय बनेको, अनौपचारिक शिक्षा केन्द्र। तीनटा कार्यालय जोडिएर एउटै भएको भनेको, तीनटा कार्यालय मर्ज भएर एउटै बनेको। के बनेको? सिआचाडी। सिआचाडी भनेको के हो? सिआचाडी भनेको सेन्टर फर एजुकेसन एन्ड ह्युमेन रिसोर्स डेभलपमेन्ट भनेको। अब अस्ति भर्खरलाई पनि के इतिहास भन्नु र भन्नु, अझै हिजो पनि इतिहास हो होइन? हिजो पनि इतिहास हो नि। ल, यो 75 सालमा भयो। अझै 75 सालको अझै कुराकानी गरौँ। 75को अझै कुराकानी गरौँ। 2075 3 महिना 32 गतेको निर्णय अनुसार, 32 को निर्णयबाट के भयो त भन्दा, यतिको निर्णयबाट चाहिँ के भयो भने प्रदेश मातहत तीनटा कार्यालय, सामाजिक विकास मन्त्रालय, प्रदेश सरकार अन्तर्गत है, सामाजिक विकास मन्त्रालय। प्रदेशमा के छ अहिले? सामाजिक विकास मन्त्रालय छ, होइन? अर्को के छ? शिक्षा विकास निर्देशनालय छ, शिक्षा विकास निर्देशनालय। अर्को के छ? शिक्षा विकास निर्देशनालय अनि शिक्षा तालिम केन्द्र, सानिता भन्छौँ हामीले, शिक्षा तालिम केन्द्र। यस्ता प्रदेशमा सामाजिक विकास मन्त्रालय 7वटा, एउटा प्रदेशमा एउटा, शिक्षा विकास मन्त्रालय विकास निर्देशनालय नि 7वटा, शिक्षा तालिम केन्द्र पनि 7वटा। यो स्थापना भएको। प्रदेश मातहत रहने के नेपाल सरकारको निर्णय। सामाजिक विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, शिक्षा विकास निर्देशनालय अन्तर्गत शिक्षा तालिम केन्द्र। यसो भएको जिन्दगानीमा भन्नु सोच्नुहोस्। अझै 75 सालमा के भएको छ? अर्को अनिवार्य तथा निशुल्क शिक्षा ऐन र बालबालिका सम्बन्धी ऐन, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 साल 6 महिना 2 गते। अहिले यही दिनलाई आधार मानेर अहिले हाल यही 6 महिना 2 गते, असोजको 2 गते के मनाइन्छ? शिक्षा दिवस मनाइन्छ। असोज 2 गते शिक्षा दिवस कसलाई आधार मानेर बनाएको त भन्दा यसैलाई आधार माने। किन भन्दा यो चाहिँ संविधानलाई कार्यान्वयन गर्ने ऐन हो, संविधानलाई कार्यान्वयन गर्ने। किन भन्दा अनिवार्य र निशुल्क शिक्षाको कुरा संविधानमा लेखेको छ। 2 गते शिक्षा दिवस मनाउन थालेको 80बाट शिक्षा मनाउन थालेको त्यही भएर हो। अहिले शिक्षा दिवस असोजको 2 गते मनाइन्छ। बालबालिका सम्बन्धी ऐन पनि यही दिन हो। बालबालिका सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन पनि 2075 6 महिना 2 गते। अझै छ 75 सालको। मातहत भनेको त्यो भन्दा तल,
होइन। सामाजिक विकास मन्त्रालय प्रदेश सरकार सबभन्दा माथि, प्रदेश सरकारभन्दा तल सामाजिक विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयभन्दा पनि तल भनेको 5/29 हो सर भन्नु छ। 5/29 होइन, 6को महिना 2 गते। बालबालिका सम्बन्धी ऐन भनेको भदौ 29 गते बालबालिका दिवस भनेको होइन नि तपाईँहरूलाई। बाल दिवस भने हो र होइन है, कुरो बुझ्नु ल। 75 सालको कुराकानी के रहेको छ त? ऐन आएर छ होइन। 75 सालबाट यो पहिला 38 सालबाट खुलेको थियो शोध केन्द्र व्यवस्थापन प्रणाली भने त्यो खारेज भयो। 75 कुरा अलि धेरै छ। शोध केन्द्र खारेज, शोध केन्द्र खारेज। शोध केन्द्र कतिवटा थियो? 1053वटा थियो। यो विगतमा शोध केन्द्र कतिवटा थियो? 1053वटा शोध केन्द्र थियो। त्यो शोध केन्द्रहरू खारेज भयो। खारेज चाहिँ 75 असोजको 3 गते, के अरे फागुनको 3 गते फालिदिए। फागुनको 3 गते फालिदिए शोध केन्द्र। त्यसपछि एकीकृत पाठ्यक्रम परीक्षणका लागि स्वीकृत। एकीकृत पाठ्यक्रम कक्षा 1-3 कक्षा परीक्षणका लागि स्वीकृत भयो। परीक्षणका लागि स्वीकृत। परीक्षणका लागि स्वीकृत पनि 75/12/22। 75/12/22 डेट पनि सजिलो छ क्या। मातहत बुझेन भन्नु, मातहत भने त्योभन्दा तल होइन। जस्तै प्रदेश सरकार माथिल्लो तहमा बस्छ। प्रदेश सरकारको अन्डरमा भनेको प्रदेश सरकारको अन्डरमा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयको भन्दा तल चाहिँ शिक्षा विकास निर्देशनालय र शिक्षा तालिम केन्द्र, त्यो मातहत भनेको। हरित विद्यालय सम्बन्धी निर्देशिका पनि आएको थियो, आउन त होइन। ती कुराहरू 75 सालमा थुप्रो कुराकानी छ क्या साथीहरू है। 76 सालमा के भयो? कति भएको छ? कति? 76 सालमा त मिठो मिठो काम भएको छ। 76 साल लेख्नुहोस्। 76 साल 76 66बाट सुरु गरेको 76 पनि सकेन भने त भात खाएको पच्दैन। राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत भयो। राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 स्वीकृत। यो 2076 साल भदौको 20 गते राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत। राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय शिक्षा नीति 2076 2076 आयो। 2076 साल कार्तिकको 16 गते होइन, कार्तिकको 18 गते। हेर्नुहोस् है, राष्ट्रिय शिक्षा नीति कहिले आयो?